नमस्कार सम्पूर्ण साथीहरुमा। आज यस भिडियो अन्तर्गत गण्डकी प्रदेश लोक सेवा आयोगले खरिदार यानी कि चौथो तह अप्राविधिक प्रशासनतर्फ मिति 2081 चैत 2 गते सोधेका 30वटै जीकेको समाधान लिएर आइसकेको छु र यो विषयवस्तु साथीहरु राजेन्द्र राउत र नीरज परिवार सरद्वारा अथक प्रयास गरी संकलन गरिएको छ र अब हामी लाग्छौं साथीहरु प्रश्न नम्बर 1 बाट। प्रश्न नम्बर 1, रहस्यमय ग्रह भनेर कुन ग्रहलाई चिनिन्छ? यसको सही जवाफ रहेको छ अप्सन ए शुक्र। त्यस्तैगरी प्रश्न नम्बर 2, वायुमण्डलमा कार्बन डाइअक्साइड ग्यासको मात्रा कति हुन्छ? यसको सही जवाफ रहेको छ अप्सन डी 0.04। त्यस्तैगरी प्रश्न नम्बर 3, विश्वको तेस्रो ठूलो महासागर भनेर कुन महासागरलाई चिनिन्छ? हिन्द महासागर रहेको छ साथीहरु। त्यस्तैगरी प्रश्न नम्बर 4, 21 गजुरको पाटनको कृष्ण मन्दिर निर्माण कसले गरेका हुन्? सिद्धि नरसिंह मल्ल। यो यसको अप्सन नम्बर ए रहेको छ साथीहरु। त्यस्तैगरी प्रश्न नम्बर 5, नारायण हिटी दरबारको डिजाइनर को हुन्? बी फोन हुन् साथीहरु। यसको सही जवाफ बी रहेको छ अप्सन। प्रश्न नम्बर 6, देखाएका कथन मध्ये कुन सही गलत हो हुन् भन्नुहोस् भनेर सोधेको थियो र क मा दिएको थियो नेपालमा 8000 मिटर भन्दा अग्ला 8 वटा हिमाल रहेका छन्। त्यस्तैगरी ख मा दिएको थियो किमाथाङका नाका ताप्लेजुङमा पर्दछ। यो चाहिँ साथीहरु यसको क चाहिँ सही रहेको छ, ख चाहिँ गलत रहेको छ। यसको अप्सन ए सही रहेको छ। त्यस्तैगरी प्रश्न नम्बर 7, दिएको कथन कुन सही गलत छन् पत्ता लगाउनुहोस्। पहिलोमा दिएको थियो मध्यकाल र आधुनिक कालको बीचको अवधिलाई पुनर्जागरण काल भनिन्छ। त्यस्तैगरी फ्रान्सेली राज्य क्रान्ति सन् 1789 मा भएको थियो। यसको सही जवाफ दुवै रहेको छ साथीहरु, दुवै सबै सही रहेको छ र यसको करेक्ट आन्सर अप्सन सी रहेको छ। त्यस्तैगरी प्रश्न नम्बर 8, अमेरिकी स्वतन्त्र संग्रामको नेतृत्व कसले गरेका थिए? जर्ज वाशिंगटन। यिनी पूर्व अमेरिकी राष्ट्रपति हुन् साथीहरु। यसको अप्सन ए सही रहेको छ। त्यस्तैगरी प्रश्न नम्बर 9, दाँतेको जन्म कहिले र कहाँ भएको थियो? यो इटालीमा साथीहरु 1266 मा। यसको सही जवाफ अप्सन सी। र प्रश्न नम्बर 10, जोडा मिलाउनुहोस्। कागजी नोटको निष्कासन कहिले गरिएको थियो? यो साथीहरु 2002 रहेको छ, ए को 4 रहेको छ। त्यस्तैगरी राजपत्र प्रकाशन सुरु चाहिँ 2008 बाट गरिएको हो साथीहरु। यसको बी को 1 रहेको छ। त्यस्तैगरी कोशी सम्झौता चाहिँ 2011 मा रहेको थियो साथीहरु। यसको सी को 2 रहेको छ। त्यस्तैगरी नेपाल प्रज्ञा प्रतिष्ठानको स्थापना चाहिँ विक्रम सम्वत 2014 मा भएको थियो। यस अनुरूप यसको सही जवाफ अप्सन सी रहेको छ। प्रश्न नम्बर 11, जोडा मिलाउनुहोस्। अब यहाँ चाहिँ युएनओको स्थापना, त्यसपछि युएनओको स्थापना 1945 दिएको छ। यसको सही जोडा ए को 3 हुन्छ र 1948 मा चाहिँ राष्ट्रिय मानव अधिकारको वडापत्र रहेको छ साथीहरु, बी को 4 र सन् 1955 भनेको यो नेपालले युएनओको सदस्यता प्राप्त गरेको हो साथीहरु। त्यस्तैगरी सी को 1 र डी को 2 रहेको छ। सारको स्थापना 1985 मा। यसको सही जवाफ अप्सन डी रहेको छ। अब जोडा मिलाउनुहोस् भनेर आएको थियो प्रश्न नम्बर 12 मा। सिरुवा पर्व, चोनाम पर्व र लोसार, त्यसपछि तोरनल भनेर दिएको थियो। यसको सही जवाफ ए को 2 सिरुवाको थारू रहेको छ साथीहरु। त्यस्तैगरी बी को 3 रहेको छ। बी को 3 भनेपछि चेपाङ साथीहरु, सोनामको चेपाङ। त्यस्तैगरी लोसारको सी को 1 गुरुङ। त्यस्तैगरी तोरनलको डी को 4 यानी कि थकाली रहेको छ साथीहरु। प्रश्न नम्बर 13, तल दिएको कुन जोडा गलत छ भनेर सोधेको थियो? पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चीनको सहयोगमा, ठीक छ। पनौती जलविद्युत आयोजना अमेरिका लेखेको थियो, जुन चाहिँ गलत छ साथीहरु। उदयपुर सिमेन्ट कारखाना जापान, ठीक छ। बुढा नीलकण्ठ विद्यालय बेलायतमा, ठीक छ। प्रश्न नम्बर 14, प्रदेशको एकल अधिकारमा कुन पर्दछ? कृषि आयमा कर भनेर पर्दछ। प्रश्न नम्बर 15, नेपालको संविधानको कुन धारामा न्याय सम्बन्धी हकको व्यवस्था गरेको छ? धारा 20। त्यस्तैगरी प्रश्न नम्बर 16, आरएनए बेसमा कुन पर्दैन? आरएनए बेसमा कुन पर्दैन? थाइमिन चाहिँ पर्दैन साथीहरु। एडिनिन, साइटोसिन र ग्वानिन पर्दछ। त्यस्तैगरी प्रश्न 17,
तलको भनाइ विचार गर्नुहोस्। सार्क वडापत्रमा 10टा धारा छन्। त्यस्तै गरी सही रहेको छ। त्यस्तै गरी खमा नेपाल युएनओको सदस्य हुनुभन्दा अघि सार्कको सदस्य बनेको थियो। यो ख चाहिँ गलत छ साथीहरू। त्यही भएर यसको अप्सन सही ए रहेको छ। प्रश्न नम्बर 18 एसियाबाट युएनओको महासचिव हुने प्रथम व्यक्ति को थिए भनेको छ। यो उत्थान्त रहेका छन् साथीहरू। प्रश्न नम्बर 19 सबैभन्दा बढी भूपरिवेष्टित राष्ट्र भएको महादेश कुन हो? यो युरोप रहेको छ 18वटा साथीहरू। त्यसपछि अफ्रिका 16वटा, त्यसपछि एसिया 12वटा, दक्षिण अमेरिका 2वटा रहेको छ। तपाईले यो तल दिएको वेबसाइटमा गएर पनि चेक गर्न सक्नुहुनेछ डाउट लागेमा। प्रश्न नम्बर 20 टी20 क्रिकेट 2024 मा प्लेयर अफ द टुर्नामेन्ट को भयो? यो जसप्रित बुमराह इन्डियाका। त्यस्तै गरी प्रश्न नम्बर 21 मानिस मरेपछि लामो समयसम्म काम गर्ने अङ्ग कुन हो? कान। त्यस्तै गरी प्रश्न नम्बर 22 पब्जी खेलका डिजाइनर को हुन्? ब्रेन्डन ग्रिनी भनेर रहेका छन्। डन भनेर याद गर्नुस्। प्रश्न नम्बर 22 को पब्जी खेलका डिजाइनर को हुन्? ब्रेन्डन ग्रिन भनेर यो डन भनेर याद गर्दा हुन्छ तपाईहरुले साथीहरु। यसको सही जवाफ अप्सन ए। र प्रश्न नम्बर 23 फादर अफ इन्भेन्सन भनेर कुन वैज्ञानिकलाई चिनिन्छ? यो थोमस एल्वा एडिसन। यिनले धेरै आविष्कारहरू गरेको हुनाले यसलाई फादर अफ इन्भेन्सन पनि भनिन्छ साथीहरु। प्रश्न नम्बर 24 हरित गृह ग्यास पत्ता लगाउने वैज्ञानिक को हुन्? जोसेफ फोरियर रहेका छन् साथीहरु। यसको अप्सन सी। प्रश्न नम्बर 25 आर्थिक वर्ष 2100 देखि 2101 मा सम्म नेपालको प्रति व्यक्ति आय कति पुर्याउने लक्ष्य रहेको छ? यो 12100 युएसडी डलर हो साथीहरु। त्यस्तै गरी प्रश्न नम्बर 26 राष्ट्रिय जनगणना 2078 बमोजिम शहरी जनसंख्या कति प्रतिशत रहेको छ? 66.17% रहेको छ साथीहरु। र त्यसै गरी ग्रामीण भन्नुपर्दा साथीहरु 27.07% रहेको छ। यो पनि जानि राख्नु होला, अन्य एक्जामहरुमा सोध्न सक्ने चान्स हुन्छ। त्यस्तै गरी प्रश्न नम्बर 27 ठण्डा समशीतोष्ण वन कति उचाइमा पाइन्छ? 2100 देखि 3300 मिटरसम्म। प्रश्न नम्बर 28 19औं अन्तर्राष्ट्रिय असंलग्न राष्ट्रहरूको सम्मेलन 2024 कहाँ सम्पन्न भएको थियो? युगान्डामा भएको थियो साथीहरु। युगान्डाको राजधानी कम्पालामा सन् 2024 जनवरी 19 देखि 20 सम्म यो आयोजना गरिएको थियो। प्रश्न 29 तल दिएको कथन विचार गर्नुहोस्। ईसीजी को पूरा रूप इलेक्ट्रोकार्डियोग्राम हो। एबी प्लस रक्त समूहलाई युनिभर्सल रिसिप्टेन्ट भनिन्छ। यो दुवै सही रहेको छ साथीहरु यसको जवाफ। र यसरी साथीहरु हामीले सबै प्रश्नहरुको समाधान हेरिसकेका छौं। र अब चाहिँ साथीहरु तपाईहरुले आफ्नो एन्सरलाई यससँग भिडान गरेर कतिवटा मिल्यो भनेर चेक गर्न सक्नुहुनेछ। र आगामी चरणको लागि धेरै धेरै धन्यवाद साथीहरु। र आईक्यू खण्ड चाहिँ मैले यो प्रश्नहरु आउने बित्तिकै मैले यसको पनि समाधान राख्छु साथीहरु। अहिले एक्ज्याक्ट क्वेशनहरु नभेटिएको, आधा भेटेको आधा नभेटेको, तसर्थ मैले त्यो नराखेको हो। हस् साथीहरु, सुनेर हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद।